नमस्कार, यहाँहरूलाई जिके विथ सन्तोषमा हार्दिक स्वागत छ। आज पनि हामी विभिन्न जात जाति र धर्म संस्कृतिका बारेमा केही जानकारीहरू लिएर उपस्थित भएका छौँ। धार्मिक तथा सांस्कृतिक महत्त्वको प्रसिद्ध परम्परागत भूपात्र जात्रा कहाँ प्रचलित रहेको छ? संयुक्त रहेको छ भक्तपुर। घोडा बाँध्ने ठाउँलाई तबेला भनिन्छ भने हात्ती बाँध्ने ठाउँलाई के भनिन्छ? हात्तीसार। हिन्दू र बौद्ध धर्ममा चलिआएको आध्यात्मिक बाजा कुन हो? घण्टा अर्थात् घन्टी। सिन्तो धर्म कहाँ प्रचलित छ? जापान। नेवार समुदायमा बेलसँग विवाह हुने प्रचलनलाई के भनिन्छ? इही। पाटनका 5 स्तूपको निर्माण कसले गरेका हुन्? मित्रसेन। बुद्धलाई मार्न खोज्ने बिच्छु को हुन्? देवदत्त। बिनायो, बीणा र कर्णाल मध्ये कुन बाजा फुकेर बजाइन्छ? बीणा। वर्षा हुने कामना गर्दै जेठ महिनामा गोरु बेलना पर्व कुन जातिमा प्रचलित रहेको छ? यसको सही उत्तर रहेको छ थारू। विश्रान्ति मन्दिर कुन नदीको किनारमा अवस्थित छ? तमोर। विवाहमा दुलहीलाई बिदाई गर्दा बत्ती र 20 को प्याला दिने चलन कुन जातिमा छ? थारू। अनि थारू सङ्ग्रहालय चितवनमा रहेको छ भने थारू सांस्कृतिक सङ्ग्रहालय कुन ठाउँमा रहेको छ? बर्दियाको ठाकुरद्वार। थारू जातिमा घरजुवाई बस्ने परम्परालाई के भनिन्छ? भुवार पहिना अथवा भुवार पैठना पनि भनिन्छ। बड्का इतवार कुन जातिको पर्व हो? थारू। अनि दाङ जिल्लामा बस्ने थारूलाई चाहिँ के भनिन्छ भन्दा डगौरा थारू है। दाङ जिल्लामा बस्ने थारूलाई डगौरा थारू भनिन्छ। थारू जातिको महिलाको घाँटीले लगाउने चन्द्रमा आकारको चाँदीको गहनालाई के भनिन्छ? हसुली। लिम्बूहरूले वर्षमा एकपटक पितृहरूका लागि गर्ने पूजाको नाम के हो? सही उत्तर रहेको छ तोङसिङ। लिम्बू जातिमा प्रचलित धान नाचलाई अर्को के नामले पनि चिनिन्छ भन्दा यालाङमा है। धान नाचलाई अर्को यालाङमा भनिन्छ। विवाहमा जन्ती जाँदा र मलामी अगाडि बन्दुक पड्काउने चलन कुन जातिमा रहेको छ? जन्ती जाँदा र मलामी अगाडि बन्दुक पड्काउने चलन लिम्बू जातिमा। लिम्बू जातिमा पूजा गरिने इष्टदेवीलाई के भनिन्छ? इमासाङ भनिन्छ लिम्बू जातिमा पूजा गरिने इष्टदेवीलाई। त्यसगरी लिम्बू भाषाको प्रथम टेलिचलचित्र कुन हो? तखेवा। लिम्बू भाषाको प्रथम टेलिचलचित्र तखेवा। शपथ खाँदा दुबो र ढुङ्गो लिएर शपथ खाने चलन कुन जातिमा रहेको छ? लिम्बू है। शपथ खाँदा दुबो र ढुङ्गो लिएर शपथ खाने चलन लिम्बू जातिमा रहेको छ। लिम्बूहरूले आफ्ना पूर्वज कसलाई मान्दछन् भन्दा पारुहाङ शिवजी र सुम्निमा पार्वती है। पारुहाङ र सुम्निमा। लिम्बूहरूको स्त्री पुरोहितलाई के भनिन्छ? घेमा। लिम्बूहरूको चाहिँ स्त्री पुरोहितलाई घेमा भनेर भनिन्छ। सुत्याइ गर्दा चौतारी बनाउने चलन कुन जातिमा रहेको छ? लिम्बू। तराली मगरहरूको प्रमुख चाड कुन हो भन्दा चैती। श्रीमती हुँदाहुँदै लोग्नेले अर्की श्रीमती ल्याएमा लोग्ने नै घर छोड्नुपर्ने चलन कुन जातिमा छ? लोमी है। श्रीमती हुँदाहुँदै लोग्नेले अर्को श्रीमती ल्याएमा लोग्नेले नै घर छोड्नुपर्ने चलन चाहिँ लोमी जातिमा रहेको छ। केटी भगाएर लगेपछि केटीका बाबुआमासँग माफी माग्ने चलन कुन जातिमा रहेको छ? 12 गाउँले। त्यसै गरी जेठो दाजुसँग नछुट्टी बसेमा मात्र कान्छो भाइको पैतृक सम्पत्तिमा अधिकार रहने चलन कुन जातिमा रहेको छ? 12 गाउँले। त्यसै गरी तारो हान्ने प्रतियोगिता कुन जातिमा प्रचलित रहेको छ? मनाङ्गे अथवा मनाङवा। तारो हान्ने भनेपछि छेवा भनेको के हो? शेर्पाहरूको श्राद्ध है। छेवा अथवा कतै यो घेवाको रूपमा पनि भन्ने चलन छ। यो शब्द शाब्दिक रूपमा चाहिँ शेर्पा जातिको महिलाले लगाउने पोसाकलाई के भनिन्छ? पाङदेन। हुम्ला जिल्लाका लामाहरूले लोसार पर्वपछि मनाउने उत्सवलाई के भनिन्छ? माने उत्सव। माने उत्सव भनिन्छ। अनि शेर्पा जातिको चिहानमाथि बनाइएको स्मारकलाई के भनिन्छ? माने भनिन्छ। यो शेर्पाको र केही हदसम्म तामाङ जातिको केही कुराहरू चाहिँ समान रहेका छन्। कुन जातिको विवाहमा दुलाको साथमा अनिवार्य रूपमा कालो छाता हुनुपर्छ? राई। सायाबुङ केसँग सम्बन्धित छ? राई भाषाको प्रथम टेलिचलचित्र जसलाई सायाबुङ भनेर प्रसारण भएको थियो। राई जातिको लोकप्रिय बाजा कुन हो भन्दा बिनायो है। राई जातिको लोकप्रिय बाजा बिनायो।
छेवर कुन जातिमा सम्बन्धित छ? राई। अब यो छेवर भन्ने शब्द चाहिँ यो तामाङमा पनि छ है, छेवर भन्छन्। छेवर भनेको मामाले 3-5 वर्षको बिचको उमेरमा गाईको दाम्रोले गलामा बाँध्ने प्रचलन। अब यो चाहिँ ठ्याक्क गाईको दाम्रोले गलामा बाँध्ने चाहिँ राईमा भयो छेवर। अर्को चाहिँ छेवर भनेर जस्तो ब्राह्मण क्षेत्रीमा व्रतबन्ध गरेको जस्तो तामाङ जातिमा पनि छेवर भनेर त्यो चलन रहेको छ। त्यस्तै पूर्वका मानिस भन्नाले नेपालको कुन जातिलाई बुझिन्छ? शेर्पा। शेर्पा जातिका मानिसले मान्यजनलाई गर्ने अभिवादनलाई चाहिँ के भनिन्छ भन्दा ह्याङसुसी है, ह्याङसुसी भनेर भनिन्छ। चिनो जानो के हो भन्यो भने चेपाङ भाषाको पत्रिका चिनो जानो। त्यसै गरी गोर्खाको उत्तर पूर्वी क्षेत्रको सियार खोलाको किनारमा बस्ने जातिलाई के भनिन्छ भन्दा चुम्बा। चुम्बालाई सियार पनि भनिन्छ है, सियार जाति। सियार खोला भनेपछि सियार जाति, कहिलेकाहीँ चुम्बा भनेर आउन पनि सक्छ। लोसारको मुख्य दिनलाई के भनिन्छ? छेची है, लोसारको मुख्य दिनलाई छेची। घन्टी बजाउँदा उत्तानो पारेर बजाउने चलन कुन जातिमा छ? डोल्पो। डोल्पोहरूले घन्टी बजाउँदा उत्तानो पारेर बजाउँछन्। अस्ताच्यो र नामधर कुन जातिको धर्मग्रन्थ हुन्? लेप्चा। चेपाङ जातिको उत्थानका लागि नेपाल सरकारले कहिलेदेखि प्रचार विकास कार्यक्रम सञ्चालन गर्यो भन्दा विषम 2035 है, विक्रम सम्वत 2035बाट चेपाङ जातिको उत्थानको लागि कार्यक्रम। चितवन जिल्लाको शक्तिखोरमा चेपाङ सङ्ग्रहालयको चाहिँ स्थापना कहिले गरियो त भन्दा विक्रम सम्वत 2061 मङ्सिर 11 है, 61 मङ्सिर 11। त्यस गरी नेवारी भाषाको पहिलो पत्रिका कुन हो? पासा अर्थात् साथी। वृद्धावस्थामा 3 पटकसम्म गरिने नेवारी संस्कारलाई के भनिन्छ? जङ्को अर्थात् भिमारो थारहन भने पनि भनिन्छ। त्यसै गरी महाकाली नाच कुन जातिसँग सम्बन्धित छ? ज्यापु। ऋषि तर्पणी वा जनै पूर्णिमालाई नेवारहरूले के भन्दछन्? गुपुन्नी पनि भनेर भन्दछन्। मौरी बाजा कुन जातिको परम्परागत बाजा हो? छन्त्याल। छन्त्याल जातिको परम्परागत बाजा मौरी यो बाजा हो। छोरी ज्वाइँले अंश पाउने प्रथा कुन जातिमा छ? त्यो चाहिँ मधवाली क्षेत्री जातिमा रहेको छ। विवाहका लागि केटी माग्न जाँदा 1 माना चामल, एउटा सुपारी, 1 बोतल लक्सी र एउटा बुङ्गुरको पाठो लैजाने चलन कुन जातिमा रहेको छ? गन्धर्व। हायुहरूले मनाउने सबैभन्दा ठुलो चाड कुन हो? देवी पूजा। हायुहरूले देवी पूजा कहिले मनाउँदछन्? फागुन जोर वर्षमा र माघ बिजोर वर्षमा। यो अलि सम्झिनु होला, जोर वर्ष पर्यो भने फागुनमा, बिजोर वर्ष पर्यो भने माघमा। बौद्ध मार्गीहरूले गर्ने सम्यक पूजामा राजालाई के को अवतारको रूपमा लिन्थ्यो? जीवित बोधिसत्वको रूपमा। बिहे हुनु अगाडि नै अरूसँग करणी गरी बिग्रिएको थाहा पाउँदा पाउँदै पनि विवाह गरी जन्मेको छोरालाई के भनिन्छ? थकुल्लो है, थकुल्लो भनेर भनिन्छ। नुमाफुङ केसँग सम्बन्धित छ? लिम्बू भाषामा निर्मित चलचित्र नुमाफुङ। गुरुङ जातिको प्रथम टेलिचलचित्र कुन हो? पाते। शेर्पा जातिको धर्मग्रन्थलाई के भनिन्छ? फोग्यू है, शेर्पा जातिको धर्मग्रन्थलाई फोग्यू भनिन्छ। छन्त्याल जातिको मुख्य चाड लाङ्गा। त्यसै गरी ढोकामा कुखुराको भाले काटी रगतमा कुल्च्याएर दुलै भित्र्याउने चलन कुन जातिमा छ? मगर जातिमा रहेको छ। पोल्दोक शब्द कुन जातिसँग सम्बन्धित छ? जिरेल है, पोल्दोक भन्ने बित्तिकै जिरेल जातिसँग सम्बन्धित छ। कुन जातिले भटमास र अदुवालाई पवित्र वस्तु मान्छन्? पहरी। पहरीले भटमास र अदुवालाई पवित्र वस्तु मान्दछन्। सङ्गिना नाच कुन जातिसँग सम्बन्धित छ? बाम्बुले राई। सङ्गिना नाच बाम्बुले राईसँग सम्बन्धित छ। गौतम बुद्ध भविष्यमा सन्यासी बन्नेछन् भनी भविष्यवाणी गरेको हुन्? कौडिन्य ऋषि। कौडिन्य ऋषिले चाहिँ गौतम बुद्ध भविष्यमा सन्यासी बन्छन् भनेका थिए। भैरवले मुक्ति प्राप्त गरेको ठाउँलाई के भनिन्छ? भैरवले मुक्ति प्राप्त गरेको ठाउँलाई के भनिन्छ भन्दा कपालमोचन। गौरा पर्वमा कुन देवताको पूजा गरिन्छ? पार्वती र शिवको पूजा गरिन्छ। गौरा पर्वमा पार्वती र शिवको पूजा गरिन्छ। आजको लागि हाम्रो विशेष महत्त्वपूर्ण जिकेहरू यति नै। कुनै केही मिस्टेकहरू भएको रहेछन् भने कृपया कमेन्टमा उल्लेख गरिदिनु होला। धन्यवाद।